हजुरले यसलाई के भन्नुहुन्छ? म चाहिँ कालाजाम अथवा रसबरी भन्छु है साथीहरू। मलाई फेरि असाध्यै मिठो लाग्छ कि यो म बजार गएँ पनि यो मलाई नखाएसम्म चित्तै बुझ्दैन। हेर्नु मलाई 2टा भए पनि खानै पर्छ कि साथीहरू। म त मिठाई नै लभर हो नि त फेरि। अनि यो कालाजाम फेरि म यस्तो राम्रो लाग्छ कि साथीहरू पुरै छोड्दिनँ हैन मिठाईमा म यस्तो मन पराउँछु कि म यदि यो फेरि नेपालगञ्जको त्यो बजार कहाँनिर खान्छु भनेपछि नेपालगञ्जको त्रिवेणी मोडमा रहेको न्यू माया स्विट हाउसमा खान्छु कि त्यहाँ एकदम स्पेसल मिठाई पाउँछ। त्यहाँ कुनै पनि मिसावट बिना मिसावटको मिठाई पाउँछ कि एकदम अनि यति मिठो पनि हुन्छ त्यो ठाउँमा। अनि त्यो मिठाई खाइसके पछाडि फेरि कोक पनि खान्छु कि त्यो मिठा काट्छ नि त त्यसले। अनि त्यही भएर अनि त्यसपछि घर पनि ल्याउनको लागि मैले फेरि 1 पाउभर जति छेना ल्याउने हो कि बर्फी ल्याउने के ल्याउने 1 पाउ जति मिठाई ल्याउँछु हैन। बुढोले खानुहुन्न, बुढोलाई सुगर छ अनि छोरोले खान्छ नि त। त्यही भएर छोरोले पनि खाने मम्मीले पनि खाने त्यही भएर अनि त्यहाँबाट लिएर आउँछु। यदि हजुरहरू पनि मिठाई खान मन छ भनेपछि हजुरहरू पनि त्यहीँ जानु होला। न्यू माया स्विट हाउस त्रिवेणी मोडमा छ यो। एकदमै मिठो राम्रो मिठाई पाउँछ। मलाई त नेपालगञ्ज भरिमा नै त्यही मिठो लाग्छ के। अनि यदि नेपालगञ्जवासी हुनुहुन्छ भने